म झोला घरको छोरो बुबाको पसिना धेरै मेरो नाम तेस्रो किताब खुल्थ्यो मन चाहिँ झ्याल बाहिर ध्यान मेरा गल्ली साथीद्वारा सहरतिर गणितको पृष्ठ भिज्यो टेबलमा टुप्पी टेकेर आमाले भन्थिन् छिट्टै सुत बिहान उठेर तर म भने हेडफोन भित्र हराए जस्तो रातभरिको खेल भोलि किनेर जस्तो खोइ म भइदिन्छु कहिले आमाको प्रार्थना जस्तो मान्छे बुबाको थाकेका काँध बोक्ने खोइ म कहिले हुन्छु रे तिमीले माया ममा राख्यौ मैले धुवामा सबै जलाए उपयोगी छोरो चाहिँ बाँच्दै म आफूलाई पनि हराएँ कलेजको गेटमा धुलो कक्षामा मेरा नाम मात्र कागजमा साइन दिमाग कहीँ टाढा साथीको झोला भित्र दुश्मनहरू थुप्रा पहिलो धुवाको डम्म अनि अन्धकारको सूत्र फोनमा तिम्रो मिस्ड कल स्क्रिनमै बल्थ्यो मैले भने अर्को सर्ट थाहा पाउँछु भन्दै छल्थ्यो तिम्रो आँखा रातो रोएर कि रिसाएर मेरो हाँसो खोक्रो भित्रबाट टुट्दै बाहिर खोइ म भइदिन्छु कहिले आमाको प्रार्थना जस्तो मान्छे बुबाको थाकेका काँध बोक्ने खोइ म कहिले हुन्छु रे तिमीले माया ममा राख्यौ मैले धुवामा सबै जलाए उपयोगी छोरो चाहिँ बाँच्दै म आफूलाई पनि हराएँ रातभरि छत हेरेर आकाश भन्दा खाली मेरो टाउको बिस्तारै फुट्दै गयो परिवारको भरोसा म त आफैसँगै डराएको तँले के भन्ने प्रश्न सबैको आँखामा जलिरह्यो मेरो जवाब फावा जस्तै आफ्नै आवाजले पनि घृणा गर्यो खोइ म भइदिन्छु कहिले आमाको प्रार्थना जस्तो मान्छे बुबाको थाकेका काँध बोक्ने